ठिक म त्यो श्रीपेजीको ठिक आत्मा हुने अनि त्यसपछिबाट जब फेरि अर्को अशान्ति आउने यही भाव थियो। राजा जब शिकार खेल्दै 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 जानुभएको थियो, जब शिकार खेल्दै 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 जाँदाखेरिमा एउटा डरलाग्दो प्रकारको जब महाराज जब यस किसिमबाट ऋषि जटाजुटधारी यहाँ जब ऋषि भगवत भक्तिमा चित्त लगाएर प्रभुको प्रार्थना गरेर बसिरहनु भएको रहेछ। ओ ऋषि मलाई पानी ल्याऊ भने बिना कसुरमा ऋषि समाधिमा छन् केरी दिने भए दिए नदिए देखे तँलाई भनेर जब यस्ता जिन्दा लासलाई म जस्तो राजा आउँदाखेरि मलाई पानी माग्दै नदिने लौजा भनेर टपक्क धनुको ताँदलाई टिपेर मोरिया सर्प ऋषिका गला पहिराइदिएर गएछन्। सम्यक ऋषि अनि सम्यक ऋषिका छोरा श्रृंगी ऋषि घर आउनुभयो। तपाईको बुबाको त गलामा मरेको सर्प ढुनाइदिएको छ कुन दुष्ट आत्माले।